वाउ एक्साइटेड साथीहरू एक्साइटेड। ल ठ्याक्कै त्यो क्रिकेट ग्राउन्डभित्र छौँ हामी चाहिँ यति बेला। हेर्नुहोस् त यस्तो राम्रो बनेको रहेछ। हिजो आउनु पाइएन, आज चाहिँ फाइनल्ली भित्र आउन पाइयो। हामीले सोचेको भन्दा पनि राम्रो छ है क्रिकेट ग्राउन्ड। आई लभ। एनपिएलको रौनक सुरु भइसक्यो हेर्नु त। मान्छेहरू त कति छन् हो यहाँ। एनपिएलको रौनक सुरु भइसक्यो हेर्नु त। मान्छेहरू त कति छन् हो यहाँ। भिडभाड उत्तिकै छ। ट्याक्क ग्राउन्ड हेर्ने काम भइरहेछ। फ्लड लाइट ठ्याक्क पारी हेर्नु त, फ्लड लाइट। अनि यताबाट पनि ट्याक्क। ल साथीहरू सबैजनालाई नमस्ते। आज चाहिँ हामी विशेष त त्यो क्रिकेट ग्राउन्डभित्र चाहिँ प्रवेश गऱ्यौँ फाइनल्ली। गाह्रो छ भित्र आउन पनि। हामी लगभग प्रवेश आज धेरै मेहनत गरेर हामी चाहिँ फाइनल्ली त्यो क्रिकेट ग्राउन्डभित्र आउन चाहिँ सफल भइयो। हेर्नुहोस् त कति राम्रो बनाएको रहेछ। ट्याक्कका सिटहरू, ट्याक्क फ्लड लाइट, भित्रको ग्राउन्ड सँगसँगै अति उत्कृष्ट देखिरहेको छ। हामी चाहिँ इन्जोय लिइरहेको छौँ। र अब त भोलि त एनपिएल नै छ। हामी एनपिएल पनि एकदमै मजा तरिकाले हेर्नेवाला छौँ। तपाईँहरूले नै हेर्न पाउनुहुनेछ भिडियोमै। एकदमै स्पेसल चाहिँ बनेको रहेछ कि। ट्याक्क हेर्नु त यस्तो राम्रो बनेको। ट्याक्क यतातिरको चाहिँ थोरै लाइटिङले गर्दाखेरि देखिएन, नत्र भने चाहिँ यो ट्याक्क कुर्चीमा बसेर हेर्नुको मजा चाहिँ छुट्टै हुन्छ है साथीहरू। फ्लड लाइट पनि जोडिएको छ। साथसाथै रातको समयमा हेर्दा त कति मजा होला। अघिल्लो वर्ष चाहिँ हामी धुलोमै बसेर हेरिरहेको थियौँ। अब अहिले चाहिँ हामी फाइनल्ली यसरी ट्याक्क सिटमा बसेर मजाले हेर्नुको त्यो माहौल, त्यो क्राउड चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। हामी सबैजना इन्ट्रेस्टेड छौँ। र अब चाहिँ फाइनल्ली लगभग टाइम सिद्धिसक्यो। आजको दिन मात्र हो। भोलि त हाम्रो ओपनिङ म्याच छँदैछ। काठमाडौँ गोर्खास र जनकपुर बोर्डको गेम भोलि साँझ 4 बजेपछि हुनेछ। नाइट सो मजाले नाइटमा फ्लड लाइटको मुनि बसेर गेम हेर्दा त छुट्टै आनन्द हुन्छ है साथीहरू। आउनु है तपाईँ पनि। कुन टिमको सपोर्टर गर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नुहोला। अति चाहिँ भव्यताका साथ सम्पन्न हुनेवाला छ अहिलेको एनपिएल। इतिहासमै पहिलोपल्ट फ्लड लाइटमा, त्यही पनि रातको समयमा कुर्चीमा बसेर हामी म्याच हेर्दैछौँ। सम्झियो नि त। यो हामी सबैको उपलब्धि हो। सबैलाई धन्यवाद दिनैपर्छ यसमा। र अत्याधिक चाहिँ इन्जोय लिउँ एक हप्ताको यो उत्सवमा। सबैजनाले उत्सव एउटा नेपालको एउटा उत्सवको रूपमा मनाऊँ, त्यही नै हो। अरू त के नै भन्नु छ र। तपाईँ पनि आउनु, सँगै रमाइलो गरौँ। सँगै रमाइलो गर्नुपर्छ यसपालिको एनपिएलमा। तपाईँहरूलाई पनि स्वागत छ है। गाउँमा भएको मान्छे विशेष काम प्लस चाहिँ यहाँनिर हाम्रो यो एनपिएल त छुटाउनु भएन भनेर हामी चाहिँ ठ्याक्कै साथीहरू आइपुग्यो। सबैजनालाई चाहिँ स्वागत छ। तपाईँहरू पनि आउनुहोस्। एनपिएललाई अझै भव्य बनाउनु छ। हामी सँगै मिलेर एनपिएलको शिरलाई उच्च बनाउने हो। विश्वको नम्बर 1 लिग भनेर हामी चिनाउन विश्वमा। हाम्रो सगरमाथाको देश हो, हाम्रो गौतम बुद्धको देश हो। हामी सँगसँगै एउटा फ्रेन्चाइज क्रिकेट लिग पनि विश्वमा नम्बर 1 नेपालमै छ भनेर एउटा
चिनाउने पनि दायित्व हाम्रो पनि हो। त्यसैले तपाईँ हामी सबै मिलेर एनपिएललाई भव्यताका साथ सम्पन्न गर्नुपर्छ र हामी पनि क्रिकेट प्रेमीको नाताले चाहिँ ग्राउन्डमा आएर 1-2 दिन गेम हेरिदिउँ भने पनि केही क्यानलाई फाइदा हुनसक्छ। सँगसँगै हामी बाहिरबाट पनि गेम हेऱ्यो भने तपाईँहरूले जहाँबाट हेरे पनि हरेक कुरा काउन्ट हुनेवाला छ। अनलाइनबाट हेरे पनि अफलाइनबाट हेरे पनि हरेक कुराहरू काउन्ट हुनेवाला छ। त्यसैले तपाईँहरूले चाहिँ जताबाट हेरे पनि चाहिँ हेर्न नछुटाउनु होला, किनकि यो मौका अबको 1 वर्षपछि मात्र आउनेछ। ल साथीहरू सबैजनाले इन्जोय गर्नुहोस् है त। ल ल साथीहरू सबैजनालाई नमस्ते। ठ्याक्कै अहिले चाहिँ हामी यो ट्यु क्रिकेट ग्राउन्डको भित्र छौँ। ठ्याक्कै यस्तो बनेको छ ट्यु क्रिकेट मैदान। पर्सिदेखि एनपिएल भव्य रूपमा सुचारू हुँदैछ र आज चाहिँ हामी ठ्याक्कै ट्यु क्रिकेट ग्राउन्डमा छौँ र फ्लड लाइट पनि चाहिँ कम्प्लिट रूपमा जोडिसकेको छ। यहाँनिर हेर्न सक्नुहुन्छ ठ्याक्कै 1 2 3 अनि योसँग 4वटा अनि योसँग 5वटा फ्लड लाइट पनि ट्याक्क तपाईँको जोडिसकेको छ र अति सुन्दर देख्न सक्नुहुन्छ ट्यु क्रिकेट मैदान। अघिल्लो वर्ष ट्याक्कै धुलोमै बसेर हेर्नु परेको थियो, अहिले चाहिँ आनन्दले कुर्सीमा बसेर गेम हेर्न पाइने हो साथीहरू। ल तपाईँ पनि आइहाल्नुहोस् है, रमाइलो गर्नुपर्छ यो पालिको एनपिएलमा।